म चाहिँ अहिले वीरेन्द्रनगर सुर्खेतको मङ्गलगढी चोकमा छु। यो मङ्गलगढी चोकमा रहेको समदर्शी भवन छ भने यहाँबाट यतातिर बस पार्क हो, वीरेन्द्रनगरको बस पार्क पर्छ भने यता चाहिँ जुम्ला रोड, जुम्ला जाने रोड उता पर्छ। र अब हामी चाहिँ अहिले मङ्गलगढी चोकैमा छौँ। यहाँनिरपट्टि बन्दै गरेको यो चाहिँ आकाशे पुल बन्दैछ खासमा। र आजको यात्रा भनेको हाम्रो मङ्गलगढी चोकबाट धुलियापीठ हुँदै यताबाट जुन नयाँ खोलिरहेको बाटो छ त्यो बाटोबाट हामी मेलकुना जोडिन्छ, उता जहरे मेलकुना जोडिने जो बाटो छ त्यहाँसम्म जाने कोसिस गर्दैछौँ। र यहाँबाट जुन जाँदै गर्दाको जति पनि दृश्य छ त्यसलाई चाहिँ हामी तपाईँहरू बिचमा देखाउने कोसिस गर्दैछौँ। र हामीसँग छ यो मेरो साथी, र यही सँगसँगै जान्छौँ। धन्यवाद। अब चाहिँ हामी मङ्गलगढी चोकबाट अगाडिको यात्रामा छौँ। आज दिनभर हामी क्यामेराको साथमा तपाईँहरूलाई यहाँबाट जाँदै गर्दाको दृश्यहरू देखाउनेछौँ भने हामीहरूले बिचबिचका केही ठाउँहरूलाई हामी रोकेर पनि तपाईँहरूको बिचमा ल्याउने प्रयास गर्नेछौँ। र अहिले चाहिँ हामी मङ्गलगढी चोकबाट अगाडि बढिसकेका छौँ। लगभग हाम्रो मङ्गलगढी चोक र सुर्खेत बस पार्क नजिकै छ। यो चाहिँ जुन लेफ्ट साइडमा देख्नुहुन्छ यो चाहिँ सुर्खेत बस पार्क हो। र मेरो राइट साइडमा भएको चाहिँ बुलबुले उद्यान, सुर्खेतको बुलबुले ताल हो, जहाँ बाह्य तथा आन्तरिक पर्यटकहरू आउने गर्दछन्। र मेरो लेफ्ट साइडमा चाहिँ यो दैलेख रोड हो। यो दैलेख रोड चोक भन्छ यो चोकलाई चाहिँ। हामी निरन्तर रूपमा अगाडि बढिरहेका छौँ। हामी सुर्खेतको मेन हाइवेमा छौँ है। अहिले चाहिँ हामी मङ्गलगढीबाट अगाडि बढिसके पछाडि यो रहेको छ इत्राम खोला पुल। इत्राम खोला पुलबाट अब हामी अगाडि बढिरहेका छौँ। इत्राम खोला पुल चाहिँ पहिला अलिकति सानो भत्किएको थियो भने अहिले एकदमै राम्रो बनिसकेको छ र गाडी आवाजावतको लागि राम्रो भएको छ। पहिलाभन्दा त धेरै विकास भएको चाहिँ हो, तर हुनुपर्ने जति चाहिँ भएको छैन। तर पहिलाभन्दा चाहिँ भएकै छ जे होस् हैन। यो रहेको छ तिनकुने चोक। अगाडि तपाईँहरूले देख्न सक्नुहुन्छ तिनकुने चोक अर्थात् एयरपोर्ट चोक पनि भनिन्छ। ओके, अहिले चाहिँ यो वीरेन्द्रनगरको के अरे तिनकुने भन्ने ठाउँमा छौँ। यहाँबाट चाहिँ हाम्रो यता देखाउनु त एयरपोर्टतिर जाने ठाउँ हो यो चाहिँ। र यता एयरपोर्टतिर जाने ठाउँ हो नि, यो चाहिँ यहाँबाट यता चाहिँ नेपालगञ्ज रोड भयो। नेपालगञ्ज रोड। अहिले हामी चाहिँ अब यही नेपालगञ्ज रोड हुँदै धुलियापीठतिर जाँदैछौँ। ओके, माइक जोडेको छ अनि त्यही माइक जोडेर राम्रोसँग यो चाहिँ सुर्खेत वीरेन्द्रनगरको प्रमुख धार्मिक स्थल दौती बजे मन्दिरको गेट हो, मूलद्वार हो।
अहिले चाहिँ हामी धुलियापिटमा छौँ। यो धुलियापिट भनेको सुर्खेतबाट लगभग अब निकास हो उता नेपालगञ्जतिर यतातिर जानको लागि पनि होइन। योबाट चाहिँ हामीहरूले जाने बाटो चाहिँ यतातिर पर्छ र यो देखिरहनु भएको छ तपाईँ यताबाट भने यताबाट जो घुमेको जुन रोड देख्नु भएको छ यो चाहिँ नेपालगञ्जतिर जाने हो। भने हामी अहिले धुलियापिटकै चोकमा छौँ। यो धुलियापिट चोक भन्छ होइन। ओके हामी अब तपाईँहरूलाई यहाँबाट जुन नयाँ रोड छ त्यो देखाउन गइरहेको छौँ। हामी जान्छौँ यहाँबाट भित्र गल्ली हुँदै। कच्ची रोड पनि छ र पक्की रोड पनि छ। के कति कच्ची छ के कति पक्की छ आज तपाईँहरूले देख्न पाउनुहुन्छ। ओके धन्यवाद। निर्वाचन प्रहरीहरू हटिरहनु भएको छ। ओके हाम्रो अब यो पिच भएको रहेछ है। यता पनि अलिअलि पिच चाहिँ भएकै रहेछ। हेर्नुहोस् भन्दै गरेको पिच रहेछ यता। ल अब चोट लाग्यो क्या यहीबाट त लिएर आएको छ त्यहाँ के हो क्या चोट लागेछ। बाटो के गर्छ उतैबाट कटिङ हाने होला नि बिचराहरूले। हो अहिले चाहिँ हामी यो करे खोला यताबाट आउने करे खोला हो। यो सुर्खेतबाट आउने ठाउँहरू चाहिँ र यो चाहिँ यो के अरे यो ठाउँलाई के भन्छ अरे यो करे खोला नै हो। यो बजार पनि के करे खोला बजार रहेछ होइन। यहाँनिरपट्टि तिनपाती र इन्द्रपुलमा छौँ। यहाँनिरपट्टि सानो एउटा बजार जस्तो पनि छ। अहिले यताबाट आएर खिचिदिनु त यता बजारहरू देखाउनु। सानो बजार रहेछ एउटा। भने यहाँ एउटा व्यापारिक केन्द्र जस्तो पनि रहेछ। र हामी जाने बाटो चाहिँ अब यताबाट जान्छौँ। यो बाटोबाटै जान्छौँ हामी। यस्तै दामी ठाउँ छ नि त एकदम फोटो खिच्नु।
यो देखिने चाहिँ रानीमाटे खोला पुल भन्ने रहेछ यो अगाडि जुन पुल छ र यो जङ्गल चाहिँ अगाडिको जङ्गलहरू हो। फोटो खिच्दैछौँ। दुईटै भित्र अड्डा आउँदा आउँदै बाटामा यो यस्तो फोटो खिच्ने खालको यो ठाउँ भेटियो। यो भाइरल ठाउँ चाहिँ भाइरल रहेछ। जो पनि आएर यहाँ है फोटो खिच्ने ठाउँ चाहिँ गजब लाग्यो। गजब राम्रो ठाउँ लाग्यो। मान्छेहरू आउँदै यो ठाउँलाई चाहिँ नि यस्तो कटिङ भएको हुनाले होला यत्रो धेरै काटेर चाहिँ यहाँनिरपट्टि बाटो खोलाएको छ। त्यो हुनाले पनि एकदम राम्रो देखिएको छ। त्यसको बनाइरहेको छु। त्यो उसको बनाएको छु त। यो बाटो कहाँ जोडिया? कहाँ बनाएको र? रहेछ त्यो। पुलिस चेकिङहरू के छन् यतातिर हुन्छ कि नै? गङ्गटे यता है ल भिडियो बनाउँदै अहिले चाहिँ छौँ हामी गङ्गटे बजारमा। गङ्गटे बजार पहिले यताबाट रहेछ होइन घुमेर रहेछ है। पहिले यताबाट रहेछ पछि यो पुल बनाइदिएछ। के भेटिन्छ न रे? होइन त्यो थाकलको जरा के भेटिन्छ भने सरले राउटे ए यता हो है? यता त हो है? यता होइन र? त्यही त। यो त उता कता कता जान्छ? गाउँतिर जाने बाटो होला। माथिदेखि के भएर कति नम्बरबाट?
घाँटीमा आइहाल्यो कता हो केही अन्दाज झन् थाहा भएन त्यति बेला त अहिले चाहिँ हामी दशरथपुर बजारमा छौँ यो शहीद चोक भन्ने ठाउँ छ यो शहीद चोकमा छौँ भने हामी यहाँको बजार दशरथपुर बजारमा आइपुगेका छौँ यो यता नेटा जान्छ यता भने यता यो मेलकुना के रामघाट भन्छ होइन अनि त्यस साइड चाहिँ सिधा भेडाबारीतिर जाँदो रहेछ भने उता जहाँबाट हामी आएका छौँ त्यो चाहिँ वीरेन्द्रनगरबाट हो वीरेन्द्रनगरको बाटो हो भने स्टिल हामी चाहिँ अहिले यो दशरथपुर बजारमा छौँ अहिले चाहिँ हामी दशरथपुर भन्दा थोरै अगाडि छौँ होइन यो रुखमा चाहिँ काङ्ग्रेसको झन्डा देखिन सकिन्छ यहाँ चाहिँ
कसिएका छन् है, कसिएका छन्। त्यो पनि भाइरल रोडै हो कि है? भाइरल रोड होइन तर यहाँ दामी छ तल खोला छ नै बोलेको आउँदैन के? Pahare. बाटो त धेरै साँगुरी हो त अब पारी जोड छ अब पुलसम्म जाम न त्यो त अलिकति अफरोड छैन र त्यो बारी जोडिने ठाउँमा त अहिले हामी यो घुमखरे भन्ने ठाउँमा आइपुगेका छौँ हैन। अब हामी यो बाटो आयौँ, यताबाट घुमखरे हो भने हैन, अलि यता आउँ त, यताबाट म उता बस्छु। घुमखरेको यो घुमखरेबाट हामी चाहिँ यो भेरीको पुल हुँदै अब यो पारी यहाँ जोडिने ठाउँ चाहिँ छ भेरी पुल। यो भेरी नदीको पुल हो, यो भेरी नदी तपाईँ देख्न सक्नुहुन्छ, भेरी नदी हो। ओहो हेर्दाखेरि नि पुरै कस्तो डर लाग्दो। यहाँ पारी चाहिँ हेरौँ भने हामी के देख्न सक्छौँ भने यो झोलुङ्गे पुल चाहिँ छ है, पारीपट्टि झोलुङ्गे पुल। जसलाई पनि रोक्छन्, बाइकलाई पनि रोक्छन् र? बाइक किन? अहिलेसम्म त मलाई त रोकेको थिएन। ए अहिले भन्दा हिँडेर गर्दा बसे जस्तो मान्छे मैले। भाई महल को ना बाजार हुआ
हामी चाहिँ अहिले मेलकुना बजारमा आइपुगेको छौँ बजार एरिया हो होइन यो बजार एरिया हो यताबाट हामी आयौँ भने यो यता सिन्चुतिरबाट आउने ठाउँ हो अब हामी यो बाटो हुँदै जाँदैछौँ सुबाघाटको पुल भन्ने जान्छ अनि अब हामीहरू लगभग बेलुका 4 बजिसकेको छ हामी चाहिँ अहिले यो सुबाघाटको पुल भन्ने ठाउँमा छौँ मेलकुनाबाट चाहिँ यो यतातिर यो गाउँतिर जाने बाटो हो होइन र यहाँ अगाडि चाहिँ एउटा मन्दिर रहेको छ मेलकुनाको पुल हो अब हामी यो भिडियोलाई यहीँ अन्त्य गर्दैछौँ तपाईँहरूले पुरा भिडियो हेर्नुभएकोमा धेरै धेरै धन्यवाद र हाम्रो यात्रा यहीँसम्म थियो जुन बाटो थियो राजमार्ग त्यसलाई चाहिँ पुरा देखाउने हाम्रो सङ्कल्प थियो त्यो पुरा भिडियो देखायौँ हामीले र कस्तो लाग्यो प्रक्रिया चाहिँ दिनुहोला धन्यवाद यो छ सुबाघाटको पुल